यस्ता भिडियोहरू दिनमा 8-10 वटै बनाउन सकिन्छ, त्यो पनि फ्रीमा। पैसा लाग्नेलाई आज मैले फ्रीमा सिकाउन गइरहेको छु। र चाहिँ कसरी बनाउने यो भिडियो हेर्नुस्। म चाहिँ तपाईलाई एकदम राम्रोसँग सिकाउँछु है। आलु, तिमी त कति ज्ञानी छौ। तिमी पनि कति स्वादिली। जोसँग बस्यो उसैलाई मिठो बनाइदिने। अब हामी दुवै मिली मानिसलाई मिठो। पक्कै पनि तपाईहरुले यस्तो खाले भिडियो कहीं न कतै देख्नु भयो होला। र यस्तो खाले भिडियो बनाउन गाह्रो छैन। तपाईले आफ्नै मोबाइलबाट आफैले सजिलैले बनाउन सक्नुहुन्छ। र आजसम्म बनाएकोमा हामीहरूले दिनमा 3 वटा भिडियो मात्र बनाउन सिकेका थियौं अथवा सक्थ्यौं। त्यहाँभन्दा धेरै भिडियो बनाउन सकिन्थेनौं। एआई भिडियोहरू आज मैले तपाईहरुलाई फ्रीमा पैसा लाग्ने सफ्टवेयरलाई पनि म फ्रीमा तपाईलाई सिकाउन गइरहेको छु कसरी चाहिँ प्रयोग गर्ने। र भिडियो चाहिँ हामीले बनाउन सक्छौं 8-10 वटा भन्दा बढी भिडियो एकैचोटी बनाउन सक्छौं। एकैचोटी भन्नाले जोस एकै दिनमा 8-10 वटा भिडियो बनाउन सक्छौं। त्यसको लागि चाहिँ म तपाईहरुलाई सिकाउन गइरहेको छु। ल अब सर्वप्रथम चाहिँ त्यसको लागि साथीहरु तपाईले हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु होला। र अब हामी भिडियोमा अगाडि बढ्दै छौं। सबभन्दा पहिले हामीलाई चाहिन्छ साथीहरु च्याट जीपीटी। च्याट जीपीटी को लागि चाहिँ सबभन्दा पहिले जानुपर्छ प्ले स्टोरमा। तल प्ले स्टोर छ। प्ले स्टोरमा गइसकेपछि यहाँ तल सर्च छ। सर्चमा गएर चाहिँ क्लिक गर्नु होला र टपमा गएर चाहिँ सर्च एप्स एन्ड गेम छ। त्यहाँ गएर चाहिँ टाइप गर्नु होला च्याट जीपीटी। ल मैले च्याट जीपीटी टाइप गरे। यस्तो इन्टरफेस आयो। माथि च्याट जीपीटी को साइडमा चाहिँ ओपन छ है साथीहरु। त्यहाँ तपाईहरुको हुनेछ यदि च्याट जीपीटी छैन भने इन्स्टल लेखेको हुनेछ। र त्यहाँ गएर चाहिँ इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। ओपन भन्न आउँछ। अनि गर्नु होला ओपन। ओपन गरिसकेपछि साथीहरु तपाईलाई मेरो चाहिँ डाइरेक्ट खुल्यो। तपाईलाई चाहिँ अलाउड माग्छ, पर्मिसनहरु माग्छ। अलाउड 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 गर्दै जानु होला। पर्मिसन चाहिँ दिनु होला। त्यसपछि पर्मिसन दिइसकेपछि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि साथीहरु आस्क च्याट जीपीटी लेख्छ है। यसको ठाउँमा चाहिँ के लेख्ने म चाहिँ तपाईलाई देखाउन गइरहेको छु। अब हेर्नुस्। ल साथीहरु म यहाँ के लेखे तपाईलाई देखाउन गइरहेको छु। यो चाहिँ टाइप गर्न अलिकति ढिलो हुने भएकोले म अलरेडी टाइप गरेर चाहिँ राखेको थिएँ, पेस्ट गरेको छु। यहाँ टमाटर केटीको आवाज र पहिरन त्यो पनि नेपाली पहिरनमा हुनुपर्ने छ। यसैगरी आलु केटाको आवाज र नेपाली पहिरनमा हुनुपर्ने छ। घरभित्रको भान्सामा संवाद गरेको बनाउँदा उपयुक्त हुन्छ। आलु र टमाटरको कुराकानी अर्थात संवाद तल दिएको छ। यसैको आधारमा राम्रो भिडियो 16:9 रेशियोको 4K भिडियोको लागि संवाद तयार पारिदिनु पर्यो। आलु भन्छन् आज हाम्रो केही साथीहरूले मानिसको इच्छा तथा स्वाद पूरा गर्न सक्षम छन्। टमाटरले भन्छन् हो हामीहरू यसैमा खुसी हुनुपर्छ। आलु टमाटर दुवैले एकै स्वरमा भन्छन् हामी यसैमा खुसी छौं। ल साथीहरू उपयुक्त संवादलाई राम्रो भिडियोको लागि सामग्री तयार गरिदिनु पर्यो। यति लेखिसकेपछि साथीहरु यहाँ तल हेर्नुस् त एरो दिएको छ। एरोमा पठाउनु होला यसरी। एरोमा पठाइदिनु भयो भने उले चाहिँ प्रम्प्ट तयार गरेर दिन्छ है। ल यस्तो आयो एआई भिडियो निर्माण सामग्री। भिडियो रेशियो यो पढ्न नथाल्नु होला साथीहरु। अब यत्रो पढ्न थाल्ने भने चाहिँ अलि बढी नै हुन्छ। त्यसको लागि यहाँ माथि हेर्नुस् त टपमा यहाँ उले दिएको उसमा चाहिँ शेयरको साइडमा चाहिँ कपी छ। यहाँ गएर चाहिँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि हामीलाई चाहिँ फेरि चाहन्छौं अर्को एप्लिकेसन। जुन एप्लिकेसन पहिला चाहिँ पेड थियो। पेड भन्नाले भिडियो गराउन पेड थियो। अहिले चाहिँ पेड छैन, पैसा तिर्नु पर्दैन। जुन एप्लिकेसनको नाम हो प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि माथि तल सर्चमा क्लिक गरेर माथि लेख्नुहोस् GEMINI। जिमिनाइ टाइप गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। टपमा देख्नु भएको छ। ओपन छ। त्यहाँ तपाईहरुको इन्स्टल हुनेछ। इन्स्टलमा गएर क्लिक गर्नु होला। इन्स्टल हुन्छ। इन्स्टल भइसकेपछि ओपन लेख्ने छ। ओपन लेखिसकेपछि यसरी ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईको विभिन्न किसिमको पर्मिसनहरु माग्छ। पर्मिसन दिँदै जानु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि साथीहरु माथि हेर्नुस् त दुईटा धर्का छन्। दुईटा धर्कामा क्लिक गर्नु होला। त्यसपछि तल आएर चाहिँ इमेज छ। पहिला यो चाहिँ अप्सन थिएन इमेजको। अहिले चाहिँ जिमिनाइले यो अप्सन खुलाइदिएको छ। भिडियोमा क्लिक गर्नु होला। भिडियोमा क्लिक गरिसकेपछि डिस्क्राइब योर भिडियो त्यहाँ क्लिक गरेर चाहिँ च्याट जीपीटी अरु तपाईले जुन कुरा चाहिँ कपी गर्नुभएको थियो त्यसलाई यहाँ पेस्ट गर्नुस्। पेस्ट गरिसकेपछि तपाईको चाहिँ साइज कुन हो? फर्स्ट को युट्युबको लागि, सेकेन्ड को टिकटक र फेसबुकको लागि। अब रिलको लागि हो कि अब युट्युबको लागि? म तपाईलाई युट्युबको लागि सिकाउँदै छु। अर्थात तपाईले चाहिँ केही गर्नु पर्दैन। सेकेन्ड को गर्नुभयो भने फेसबुकको लागि हुन्छ। सजिलै बुझ्न सक्नुहुन्छ। त्यसपछि यहाँ पठाउनु होला यसरी एरोमा। पठाइसक्नुभयो भने केही समय चाहिँ उले टाइम लिन्छ साथीहरु है। एकछिन वेट गर्नु होला। वेट गरिसकेपछि भिडियो तयार हुन्छ। ल साथीहरु भिडियो तयार भइसकेको छ। अब ओपन हुन मात्र बाँकी छ।
ल यसपछि तपाईले माथि एरो देख्नु भएको छ नि साथीहरु, त्यहाँ गएर चाहिँ क्लिक गर्नु होला। तल चाहिँ डाउनलोड हुँदैछ भिडियो। ल भिडियो डाउनलोड भइसकेको छ। आज हाम्रा केही साथीहरूले मानिसको इच्छा तथा स्वाद गर्न सक्षम छन् है। हो हामीहरू यसैमा खुसी हुनुपर्छ। आजको दिनमा मात्रै मैले योसँग 7 वटा भिडियो चाहिँ तयार पारिसकेँ। तपाईले चाहिँ दिनमा 8-10 वटा भिडियो चाहिँ मिनिमम पनि 8-10 वटा भिडियो तयार पार्न सक्नुहुन्छ। यो मेरो 7औं भिडियो हो। अब यस्तै गरेर चाहिँ तपाईले फेरि चाहिँ अर्को भिडियो गर्न चाहनुहुन्छ नि माथि डबल क्लिकमा चाहिँ डबल लाइनमा क्लिक गर्नु होला र भिडियोमा जानु होला। भिडियोमा गइसकेपछि फेरि यहाँ जुन च्याट जीपीटी लिन चाहनुहुन्छ त्यो चाहिँ पेस्ट गर्नु होला। जस्तो अब मैले अर्को भिडियो बनाउँछु साथीहरु। ल म गएँ च्याट जीपीटीमा। च्याट जीपीटीमा गइसकेपछि म यहाँ अर्को लिन्छु। बाँदरहरू संवाद गरेको भिडियो तयारको लागि सामग्री तयार पार्नु पर्यो। यति मात्र लेखे पनि मैले यति मात्र लेखेर मैले चाहिँ भिडियोमा संवादको लागि चाहिँ डायलगहरु मगाउँछु। अब यो संवादको लागि यसरी आयो साथीहरु है। आइसकेपछि तपाईले केही गर्नु पर्दैन। यति मात्र यहाँ पनि अब बाँदरहरुको चाहिँ भिडियो बन्छ। ल हेर्नुस्। अब माथि गएर चाहिँ त्यही कपीमा चाहिँ यसरी कपी गर्नु होला। नभए चाहिँ यसलाई यसरी चाहिँ अलि क्लिक गरेर चाहिँ कपी गर्न सक्नुहुन्छ। मैले चाहिँ सिधै कपी गर्ने। अब कपी गरिसकेपछि साथीहरु ल यसलाई कपी गरिसकेपछि उता गएर चाहिँ पेस्ट गरौँ च्याट जीपीटीमा। सरी जिमिनाईमा। जिमिनाईमा चाहिँ यहाँ गएर चाहिँ मैले पेस्ट गर्दै र भिडियो बनाउँछु मैले यति बेला टिकटक र फेसबुकको लागि। यसरी गरिसकेपछि मैले यहाँ पठाएँ। पठाइसकेपछि उहिले फेरि केही समय टाइम लिन्छ। यो मेरो भिडियो 8औं भिडियो हो आजको दिनको मात्रै। यसरी चाहिँ तपाईले दिनमा 8-10 वटा चाहिँ भिडियो बनाउन सक्नुहुन्छ। एकैछिन टाइम लिन्छ। ल साथीहरु भिडियो चाहिँ तयार बन्यो। ल एकचोटी सुन्नुस्। ल साथीहरु आज त जंगलमा खानेकुराको खोजी गर्नुपर्छ है। हुन्छ मुखियाज्यू, उता मकैबारीमा त छन् रे। त्यसो भए ढिला नगरौँ, सबैजना सँगै जाउँ। ल साथीहरु सँगै जाउँ। ल एउटा इम्पोर्टेन्ट कुरा साथीहरु, तपाईले जतिचोटी च्याट जीपीटीबाट चाहिँ संवादहरु ल्याउनुहुन्छ त्यतिचोटी माथि यहाँ भिडियो धर्कामा क्लिक गर्नु होला अनि भिडियोमा जानु होला। नयाँ भिडियो बन्छ। अनि त्यसपछि माथि गएर चाहिँ यहाँ डाउनलोडमा गएर डाउनलोड गर्नु होला। डाउनलोड हुँदैछ। यसरी चाहिँ सजिलै तपाईले दिनमा चाहिँ 8-10 वटा 10-15 वटा भिडियो चाहिँ मजाले गर्न सक्नुहुन्छ। तपाईलाई हाम्रो भिडियो चाहिँ कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्ट बक्समा दिनु होला। र साथीहरु जाँदा जाँदै हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। र पक्कै पनि मलाई आशा छ 1 लाइक त गर्नुहुनेछ। हामी चाहिँ पुनः भेट्ने छौं अर्को भिडियोमा। बाइ बाइ।